तपाईहरुको फेसबुकमा टर्न अन प्रोफेसनल मोड देखिएको छैन अथवा नट इट अवेलेबल प्रोफेसनल मोड भनेर देखाएको छ भने सो आजको भिडियोमा म तपाईहरुलाई त्यो प्रोफेसनल मोड कसरी अन गर्ने त यही कुरा सिकाउन गइरहेको छु है त। त्यसलाई अन गर्नुभयो भने अहिले तपाईको त्यहाँनेर फ्रेन्ड देखिरहेको छ भने फलोअर्समा परिवर्तन हुन्छ र तपाईको मोनेटाइजेसनको टुल्सहरु बल्ल शो हुन्छ है त। सो भिडियो सबैले काम लाग्छ साथीहरु, भिडियोलाई लाइक गर्नु होला र भिडियोलाई अन्तिमसम्म हेर्नु होला। म मेरो मोबाइलको स्क्रिनमा देखाउँछु। अब त्यसको लागि साथीहरु सबैभन्दा पहिला तपाई आफ्नो प्रोफाइलमा जानु होला। यहाँनेर देख्न सक्नुहुन्छ मेरो फ्रेन्ड मात्र देखिरहेको छ। त्यसपछि यहाँनेर तीनवटा थ्री डटमा यसरी क्लिक गर्नु होला। यसमा क्लिक गर्नुभयो भने साथीहरु यहाँनेर देख्न सक्नुहुन्छ टर्न अन प्रोफेसनल मोडको यहाँनेर कुनै पनि देखिएको छैन। यहाँनेर देख्न सक्नुहुन्छ। सो यहाँनेर मेरो देखिए पनि बोलेरोमा देखिएको छ प्रोफेसनल मोड इज नट अवेलेबल भनेर देखिरहेको छ। कतिपय साथीहरुको यहाँनेर पनि देखाएको छैन होला है त। यता ब्याक आएर हेर्ने हो भने यहाँनेर देख्न सक्नुहुन्छ यहाँनेर पनि शो भइरहेको छैन है त। अब यहाँनेर पनि शो हुन्छ र यहाँनेर जुन मेरो फ्रेन्ड छ त्यो फलोअर्समा पनि कन्भर्ट हुन्छ है त। यहाँनेर म जान्छु। गइसके पश्चात यस्तो हुने चाहिँ साथीहरु तपाईहरुले पहिला अन गर्नु भएको त्यो प्रोफेसनल मोड र बीचमा चाहिँ तपाईले प्रोफाइललाई लक गर्नु भएको छ भने त्यस्तो अवस्थामा यहाँनेर यस्तो देखाउँछ र कतिपय साथीहरुको यहाँनेर शो भएको छैन भने सो तपाईले प्रोफाइललाई चेक गर्नु होला है। यहाँनेर देख्न सक्नुहुन्छ अनलक प्रोफाइल भनेको छ। यसमा म क्लिक गर्दिन्छु। यसमा क्लिक गर्छ नि यहाँनेर देख्न यु लक योर प्रोफाइल भनेको छ। यहाँनेर अनलक भनेको छ। यहाँनेर लर्निङ मोड देखाइरहेको छ। तल सी योर प्रोफाइल भनेको छ है। सो यहाँनेर सी योर प्रोफाइलमा दाब्नु हुँदा प्रोफाइलमा जानुहुन्छ। यहाँनेर लर्निङ मोड यहाँनेर त्यो यसको जो प्राइभेट सेटिङहरु रहेको छ यहाँनेर तपाईहरुले चाहिँ अनलक गर्नुपर्ने छ। यसको लागि यहाँनेर यसमा क्लिक गर्दिनु। यसमा क्लिक गर्छ यहाँनेर अनलक योर प्रोफाइल भनेको छ। अनलक योर प्रोफाइलमा म यसरी क्लिक गर्दिन्छु। अब यसमा क्लिक गरिसकेपछि साथीहरु यहाँनेर थोरै समय लिइरहेको छ। अब यहाँनेर देख्नुहुन्छ यु अनलक योर प्रोफाइल भनिरहेको छ। म यसमा क्लिक गर्दिन्छु है। यसमा क्लिक गरेर म रिफ्रेश गर्छु। रिफ्रेश गरिसकेपछि यहाँनेर देख्न सक्नुहुन्छ सबै कुरा हटिसकेको छ र यहाँनेर म थ्री डटमा यसरी क्लिक गर्छु। यहाँनेर देख्न सक्नुहुन्छ टर्न अन प्रोफेसनल मोड भन्ने अप्सन आइसकेको छ है त। अब यसमा क्लिक गरेर यहाँनेरबाट टर्न अन गरिदिने हो। यहाँबाट यसरी टर्न अन गरिदिन्छु म। अब तपाईले यसरी टर्न अनमा यसरी क्लिक गर्नु होला। यसमा क्लिक गरिसके पश्चात यहाँनेर देख्न सक्नुहुन्छ सो धेरैवटा अप्सन रहेको छ नि। तपाईले चाहिँ नेक्स्ट गरिदिनु होला। यहाँनेर पनि नेक्स्ट गरिदिनु होला। केही गर्नु पर्दैन। जस्ट तपाईहरुले चाहिँ यहाँनेर केमा राख्न सक्नुहुन्छ। यहाँनेर माथि पब्लिकमा यसरी क्लिक गरिदिनु होला। त्यसपछि नेक्स्ट गरिदिनु होला। यदि नेक्स्टमा क्लिक गरिसके पश्चात यहाँनेर देख्न सक्नुहुन्छ सबै शो भइरहेको छ हैन। सो तपाईहरुले सिम्पल यहाँनेर अब एडिट सेटिङमा पनि त्यहाँ केही एडिट गर्न सक्नुहुन्छ हैन भने कन्फर्म गरिदिनु होला। अब यहाँनेर मेरो यो लक खुलिसकेको छ। यहाँनेर देख्नुहुन्छ स्टार अर्निङ टुडे भनेको छ। सो यहाँनेर म नेक्स्ट गरिदिन्छु। यहाँनेर देख्न सक्नुहुन्छ अझै पनि यहाँनेर सिम्पलहरु देखाइरहेको छ स्याम्पलहरु हैन। सो यहाँनेर म चाहिँ यसै नेक्स्ट गरिदिन्छु। नेक्स्ट गरिसके पश्चात साथीहरु यहाँनेर देख्न सक्नुहुन्छ यहाँनेर चाहिँ देख्न सक्नुहुन्छ यहाँनेर खुलिसकेको छ। अब स्क्रिप्ट गर्न सक्नुहुन्छ अथवा नेक्स्ट गर्न सक्नुहुन्छ। जस्तै म यहाँनेर नेक्स्टमा क्लिक गरिदिन्छु। फिनिशिङ भइसकेको छ। यहाँनेर देख्न सक्नुहुन्छ। अब यहाँनेर गो टु प्रोफेसनल ड्याशबोर्ड भनेको छ। यहाँनेर अब प्रोफेसनल ड्याशबोर्ड अन भइसकेको छ है। यहाँनेर देख्न सक्नुहुन्छ तपाईको चाहिँ यस्तो खाले अप्सन देखाउँछ आई वान्ट टु रिच मोर पिपुल्स भनेको छ। अब केमा गर्न चाहनुहुन्छ त्यसमा यसरी क्लिक गरेर तपाईहरुले चाहिँ यहाँनेर अपडेट गरिदिनु होला। मैले यहाँनेर अपडेटमा गर्दै यहाँनेर एक लेभल भइसकेको छ। अब यहाँनेर म ब्याक आउँछु। ब्याक आइसकेपछि साथीहरु अब यो प्रोफाइललाई एकचोटी रिफ्रेश गरिदिन्छु। यहाँनेर देख्न सक्नुहुन्छ फलोअर्समा कन्भर्ट भइसकेको छ हैन। फलोइङ फलोअर्स देखिसकेको छ। यहाँनेर म तीनवटा यो थ्री डटमा यसरी क्लिक गर्छु। यसमा क्लिक यहाँनेर देख्न सक्नुहुन्छ प्रोफेसनल ड्याशबोर्ड भनेर देखाएको छ। यसमा क्लिक गरिसके पश्चात यहाँनेर देख्न सक्नुहुन्छ स्टार विथ च्यालेन्ज भनेको छ यहाँनेर। सो यसरी च्यालेन्जमा गरिदिन सक्नुहुन्छ। अब यहाँनेर देख्न सक्नुहुन्छ सम्पूर्ण टुल्सहरु यहाँनेर आइसकेको छ है त। यस्तै तरिकाले तपाईहरुले आफ्नो प्रोफेसनल ड्याशबोर्डलाई टर्न अन प्रोफेसनल मोडलाई अन गर्न सक्नुहुन्छ अनि यसरी शो हुन्छ है त। यो भिडियो हेरेर बुझिसक्नु भएको छ। बुझ्नु भएको छ भने तपाईहरुले कमेन्ट गरेर कमेन्ट बक्समा राखिदिनु होला। म हेरेर तपाईहरुलाई रिप्लाई दिनेछु है त। सो फलो पनि गर्नु होला। थ्यांक यू।